ताना कस्तो बनाएर छोड्यौ मलाई। तिम्रो सम्झनाहरूले पिरोल्दा न रातमा निदाउन सक्छु म, न दिनमा हाँस्न नै टोलाइरहने बनायो नि। के बिराएको थिएँ र मैले? खै मैले केही बिराए झैँ त लाग्दैन। तिमीप्रति मेरो माया तिमीले बुझ्न सकेनौ, ठिक छ, नबुझ। तर यति धेरै अवहेलना पनि नगर। तिमीले गरेको तिरस्कार यो मनमा बाउजिँदा मेरो मभित्र भएको खुसी, मेरो अनुहारमा भएको हाँसो लुटिन्छ भन्ने कुराको ज्ञान हुँदा हुँदै पनि नदेखे चाहिँ गरेर किन? के कमी थियो र ममा? तिमीलाई गर्ने मायाहरू पनि त कमी राखेको थिएन मैले। कहिलेकाहीँ त आँसुले प्रश्न गर्न थालेको छ आजभोलि। दुनियाँलाई हँसाउने त आफै रहन थालिस् किन? यदि म प्रति त्यस्तो चासो थिएन भने मसँग गर्ने व्यवहारहरू हिजोको दिनमा किन त्यस्तो देखायो? हुन त म सोझो मान्छे, एक्कासी तिमी परिवर्तन हुनुमा पनि त केही होला। तिमीलाई अलिकति अप्ठ्यारो लाग्दैन निराश भएर म बोलिरहेको देख्दा? हिजो तिमी हाँस्दा खुसी हुने म, तिमी खुसी हुँदा म रमाउने। आज भोलि हाँस्न बोलेको छु। मैले तिमीलाई सपनामा देखेको थिइनँ, ननिदाउँदा देखेको थिएँ। त्यसैले होला आजभोलि निदाउने गाह्रो भएको छ मलाई। साँच्चै यो प्रेम भन्ने चिज निकै अनौठो हुँदो रहेछ। नहुँदा गरौँ चाहिँ लाग्ने, गरेपछि टाढा भइदिन्छ कि भन्ने पिरले सताउने। ठिक छ, तिमी रमाऊ, झुपडीमै सजाउँला। आधा जिन्दगी, आधा खुसी अनि आधा म। तिमी बिना सब थोक आधा म। थ्याङ्क यू।